सेवारो एन नमस्ते सबैजनालाई। आजको हाम्रो यात्रा हुनेछ धरान टु भोजपुर। भोजपुरको चखेवा मायुङ, ट्याम्के डाँडा र कुन्दुम पथमार्ग। आजको यात्रा हामीले धरानबाट सुरु गरेको छौँ। सो गाइस, तपाईहरुले देख्दै हुनुहुन्छ यता कुहिरो लागेको छ। यहाँ हामी भेटटार पुगेको पनि छैनौँ। भेटटार मुनिदेखि नै यसरी कुहिरो छ, एकदम शीत लागेको जस्तो छ, किनकि पुष माघमा भएको जस्तो। यहाँको चाहिँ बेस्ट क्लाइमेट नै यही हो क्या। त्यो तल गर्मी भएर चाहिँ यहाँ चाहिँ शीत लागिरहेछ, एकदम जाडो शीतल सुरु भइसकेको छ। अब बिना हेडलाइट हो, हेडलाइट नबनिकन यो बाटै ठाउँ ठाउँ देख्दैन। एकदम रमाइलो फिल भएर छ, किनभने जुन जुलाई हो नि त अहिले, असार साउन महिनामा पनि यस्तो क्लाइमेटमा मजा लिन हामी चाहिँ जाँदैछौँ। यो चखेवा मायुङ पनि यस्तै छ अरे भनेर हामीले सुनेको। हाम्रो फर्स्ट टाइम हो, हामी त्यहीँतिर जाँदैछौँ फर्स्ट। धरानदेखि हामी चाहिँ यहाँसम्म आउँदाखेरि चाहिँ एकदम यो हुस्सु लागेको थियो। हुस्सु लागेपछि हाम्रो यो कपडाहरू ढिलो र चिसो भएर एकदम जाडो भइरहेछ। अब के खाने भन्दाखेरि जाडोमा झोल थुक्पा, त्यो पनि पोट थुक्पा। हामी चाहिँ पोट थुक्पा खाएर फेरि हाम्रो यात्रा चाहिँ कन्टिन्यू भोजपुरतिर लाग्छ। अहिले चाहिँ हामी ठ्याक्कै यो लेगुवा पुग्न आँटेको। यता लेगुवा हो, यहाँ यता देखेको आफ्नो नदी पुगिरहेछ लेगुवा। यहाँ चाहिँ अलिकति लेगुवा एरियाको चाहिँ कस्तो छ भने गर्मी छ क्या, रातो माटै भएर सायद गर्मी होला। माथि यो धनकुटा कटेपछि हिले यो पाखरीबासमा चाहिँ एकदम चिसो। त्यो तपाईँहरूले त्यो देख्दै हुनुहुन्छ, अघि देखिसक्नुभयो। यो कुहिरो एकदम फगी लागिरहेको थियो, चिसो न चिसो। यहाँ चाहिँ एकदम गर्मी भइरहेछ। अब हाम्रो यात्रा कन्टिन्यू नै हुनेछ। अब यो लेगुवा पारिदेखि त अब भोजपुर सुरु भइ नै गयो। अरुण तरिसकेपछि त्यहाँदेखि भोजपुर लाग्छौँ है त। फाइनली हामी भोजपुरतिर लाग्यौँ। अब यहाँदेखि उता धनकुटा देख्यो भने यता भोजपुर। अब भोजपुरको यात्रा सुरु। यी हरियाली फाँटहरू र हरियाली प्रकृतिलाई निहाल्नु छ भने असार साउनलाई हामीले रोज्न सक्छौँ। जो हामीले यो यात्राको दौरानमा यही समयलाई रोजेको छौँ, जो जुन जुलाईमा पर्छ अङ्ग्रेजी डेटमा। यो हरियाली जङ्गल र हरियाली फाँटसँगै हाम्रो यात्रा अगाडि बढिरहेको छ।
अहिले चाहिँ हामी यो भाइसी पङ्खा छेउमा यो भोजपुरको भाइसी पङ्खा छेउमा पुगिसकेको छौँ। यो चाहिँ भिरको छेउमा यो रोड एकदम एक्स्ट्रा लुक देखिरहेछ। यो पछाडिको ढुङ्गाको पाले के जाडो भइरहेछ कि कस्तो भइरहेछ? को हो भने अब म चिनाउन गइरहेछु। उहाँ चाहिँ यमुना मगर क्यामेराम्यान हो। उसले नै हो यो सबै भयभरको सर्ट क्लिपहरू उसले नै खिच्छ। यो अहिले चाहिँ मैले बनाइरहेको छु, तर सबै उसले नै क्यामेरा ह्यान्डल गर्ने ऊ नै हो। हाम्रो यात्रा चाहिँ धरान टु भोजपुर। तपाईँले यहाँ आई लभ भोजपुर देखिसक्नुभयो। कुहिरो लागिरहेछ, त्यही भएर भ्यू चाहिँ त्यति हेर्नु पाएको छैनौँ हामीले। सायद भोलिसम्म खुल्न सक्छ, तर हाम्रो टार्गेट भोजपुर बजार मात्रै नभएर भोजपुरमा पर्ने चखेवा, मायुङ अनि यो मुन्दुम ट्रायल अनि साल्पा सिलोचुङ पोखरी हो नि त। त्यही भएर हामी भोजपुरमा अब छिटो पुग्यौँ भने भोजपुर बजारमा रोकिन्छौँ, नत्र हाम्रो कन्टिन्यू चखेवा मायुङतिर लाग्नेछ। यात्रा अलिकति बिहान हामीले अलिक ढिलो गऱ्यौँ, त्यही भएर समयको अभावले गर्दा र यो मनसुन सिजन भएको कारणले गर्दा पनि पानी परेको कारणले हामीले यात्रा अलिक ढिलो गऱ्यौँ। बिहान चाहिँ 9 बजीतिर मात्रै हामीले सुरु गर्दाखेरि चाहिँ हामी अहिले यो भोजपुर बजारमा चाहिँ छिर्न सकेनौँ। हामीले रुट कम्प्लिट गर्नलाई हामीले छिटो चखेवातिरै हाम्रो यात्रा बढिरहेको थियो। बढिरहेको क्रममा चाहिँ यो देखिएको फुटेजहरू, यो दृश्य एकदम रमाइलो छ। अहिले असार चलिरहेको छ, धमाधम खेती हुँदैछ, हरियाली छ, एकदम बवाल छ। यात्रा अगाडि बढ्दै थियो, केही पर हामी यो सुन्दर झरनालाई देख्न सक्छौँ, जसको नाम गणेश राशिक झरना रहेको छ। यो झरनामा एकछिन हामी खुलेरै रमाउनेछौँ, किनभने रमाउनु हिँडेको हो, इन्जोय गर्नु हिँडेको हो। केही नयाँ अनुभव लिन हिँडिसकेपछि हामी खुलेरै अनुभव लिन्छौँ र खुलेरै रम्छौँ। अहिले चाहिँ 8 बज्न आँटेको छ। हामी चाहिँ अहिले चखेवामा होल्ड भएको। यहाँ मायुङ चाहिँ अझै 1 दिन लाग्छ अरे यहाँबाट है। आजको हाम्रो स्टे यहीँ हुनेछ। आजको डे 1 चाहिँ यहीँ एन्डिङ गर्छौँ। बाँकी अर्को एपिसोडमा हामी भेटौँला। हस् त, बाई।